हेलो नमस्कार, के छ हालखबर? के फरक पाउनुभयो हिजो अस्ति भन्दा? पक्कै पनि पाउनु भएन। नयाँ मेसिन छ क्या, नयाँ मेसिन। हिजो अस्ति क्याट चलाइरहेको थियो माथि, त्यो चाहिँ अलि पुरानो थियो है। यो चाहिँ अब नयाँ पनि कस्तो भन्नुहुन्छ भने एकदम ब्रान्ड न्यू नयाँ के, जम्मै 571 घन्टा चल्यो होइन। अब अहिले चाहिँ 1 साढे 1 भयो। टक्क हामी काम गर्दैछ बाउचरा, उहाँ चाहिँ मेरो अङ्कल, अनि माथि काम गर्ने जोडी चाहिँ दाइ हुनुहुन्थ्यो, यहाँ चाहिँ अङ्कल हुनुहुन्छ। माथि इनलेटबाट माथि त्यो पहाडको माथि हो क्या, फेरि त्यो टप उता लास्टको पहाड देखाएको छ नि, त्यो पहाडबाट त त्यहाँ काम गर्थ्यौँ हामी। त्यहाँबाट चाहिँ अस्तिमा आएको यता। अब यो खाडलबाट चाहिँ पानी बगेर, त्यही पानी बगेर चाहिँ यो खाडलमा आएर अब यहाँ पावर हाउस बन्छ अरे होइन। हाइडोको पावर हाउस बन्ने हो, माथिबाट कटिङ गर्दै ल्याएको। हामी चाहिँ माटो सिफ्ट गरेको छ, फाउन्डेसन गरेको छ। अङ्कलले मलाई दिने, मैले चाहिँ यता एउटा टिपर आउँछ, टिपरमा लोड गर्छ होइन। त्यही हो, हामी अब बाउचरा काम गर्दैछौँ यहाँ। जोस् रमाइलो भइरहेको छ। अङ्कलले नि न्यू ब्रान्डको मासु, अङ्कलको चाहिँ पहिला आएको हो, यो चाहिँ अस्ति भर्खर झऱ्यो अरे। अस्ति भर्खर झऱ्यो अरे भन्दा दाइले झारे, अब मैले चलाउनु आएको 2 दिन जतिको। अनि जोस् काम छ, राम्रै छ, आनन्द आइरहेको छ क्या। सर न साउन्ड नआयो न के है, अबाल बिन्दास पाराको। त्यही हो, ल काम गर्नु परिहाल्यो है। काम नगरे पनि हुँदैन, भिडियो बनाउने यस्तो मौका फुर्सदै हुँदैन। अनि त्यही भएर मौका मिलेछ भने भिडियो बनाऊँ ल है। अन्त अब टक्क काम हान्छ। काम देखाउनलाई पनि तपाईँको मोबाइल समात्दिने मान्छे छैन क्या। त्यही हो, अब यो पानी जमिरहेको छ, पानी तानिरहेको छ। पावर हाउस अङ्कल, उता क्रसर छ, क्रसरको दाजुहरू छुट्टै काम गर्दै हुनुहुन्छ। यहाँ माटो थुप्रिसक्यो, माटो तान्नुपर्ने हुन्छ। ल फेरि पनि अब टक्क मिलाएर भिडियो बनाउँछु बेला बेला। बाई बाई।